हाम्रो देशको गाउँघरदेखि शहरसम्म कुखुरा पालन कार्य धेरै लोकप्रिय भइरहेको छ। कसैले आफ्नो परिवारको निमित्त पशुजन्य पौष्टिक तत्त्व पूरा गर्ने हिसाबले यस व्यवसायलाई अपनाएका छन् भने शहर बजारका धेरैजसो कृषकले आम्दानी बढाउने उद्देश्यले कुखुरा पालन गर्ने गरेको पाइन्छ। ब्रोइलर कुखुरा मासु उत्पादनको लागि पालिने हुँदा यसबाट 2 महिनाभित्रमा नै पूरा आम्दानी लिन सकिन्छ र गाउँघरका आइमाई केटाकेटीले पनि यसलाई सजिलैसँग पालन पोषण गर्न सक्छन्। ब्रोइलर कुखुरा धेरै प्रकारका हुन्छन् र हाम्रो देशमा पनि यी कुखुराका चल्ला उत्पादन गर्ने गरेको पाइएको छ। ब्रोइलर कुखुराका चल्ला घरमा ल्याउनुभन्दा पहिले खोरको व्यवस्था गर्नुपर्दछ। एउटा कुखुराको लागि करिब 1 देखि 1.5 वर्ग फिट ठाउँको आवश्यकता पर्दछ। काठ, बाँस, ढुङ्गा, माटो, खर आदि जस्ता स्थानीय सामग्रीको प्रयोग गरी खोर बनाउनु बढी व्यावहारिक हुन्छ र झ्याल ढोकामा जाली राखिदिएमा कुखुरा सुरक्षित तथा स्वस्थ पनि हुन्छन्। खोर तयार गरेपछि खोरको भुइँमा 4 इन्च जति बाक्लो हुने गरी धानको भुस, भुस्सा, काठको धुलो आदि ओछ्याउनु पर्दछ, जसले गर्दा कुखुराको चल्लालाई भुइँको चिसो लाग्न पाउँदैन। चल्ला ल्याउनुभन्दा केही घण्टा अगाडिदेखि खोरमा बत्ती बाली न्यानो बनाउनु पर्दछ। खोरको ढोका ठिक बाहिरपट्टि चुन पानी वा फिनेल पानी राखिदिनु पर्दछ। यसले रोगको अवांछित कीटाणु खुट्टामा टाँसिएर भित्र पुग्नबाट रोक्दछ र कुखुरालाई केही रोगको प्रकोप कम गर्न सकिन्छ। खोरको सोत्तर भिज्न दिनु हुँदैन। सो भिजेमा कक्सिडियोसिस, उपियाँ, जुम्रा, जुका, ढुसी आदिले कुखुरालाई आक्रमण गर्दछन् र आम्दानी घट्न जान्छ। खोरमा बत्ती बालेर वा स्टोभको प्रयोग गरी तातोको व्यवस्था मिलाउनु पर्दछ। बिजुलीको सुविधा प्राप्त नभएका ठाउँमा स्टोभ बालेर खोर तातो बनाउन सकिन्छ। भर्खर ल्याएका चल्लालाई 2-3 दिनसम्म सफा नाङ्लोमा राखी मकैको मसिनो पिठो खुवाउनु पर्दछ। खस्रो दाना खुवाएमा चल्लाको घाँटीमा दाना अड्केर मर्न सक्दछ। त्यसपछि 4 हप्तासम्म 1 नम्बरको र त्यसपछि बिक्री नगरेसम्म 2 नम्बरको ब्रोइलर दाना खुवाउने गर्नुपर्दछ। यी दानाहरू बजारबाट सिधै खरिद गरी ल्याएर खुवाउन सकिन्छ, तर गाउँघरमा पाइने स्रोत साधनको आधारमा पनि यस किसिमका दाना घरमा बनाउन पनि सकिन्छ। गाउँघरमा ब्रोइलरको 1 नम्बरको दाना बनाउँदा मकैको च्याख्ला 27 केजी, धानको मसिनो ढोटो 35 केजी, भुटेको भटमास 20 केजी, तोरी वा तिलको पिना 15 केजी, चुनढुङ्गा 1.5 केजी, हड्डी चूर्ण 1 केजी, नुन आधा केजी, मिनरल भिटामिन मिश्रण 1 केजी, उपरोक्त सामग्री राम्ररी मिसाएर 100 केजी दाना तयार गर्न सकिन्छ। त्यसैगरी ब्रोइलरको 2 नम्बरको दाना बनाउँदा मकैको च्याख्ला 47 केजी, धानको मसिनो ढोटो 13 केजी, तोरीको पिना 10 केजी, भटमासको पिना 16 केजी, माछाको सिद्रा 6 केजी, मिट मिल, बोन मिल 6 केजी, मिनरल मिश्रण 2 केजी राखेर 100 केजी दाना बनाउन सकिन्छ। ब्रोइलर कुखुराले 24 घण्टा दाना खाने हुँदा दानाको अटुट व्यवस्था मिलाउनु पर्दछ र दाना बाँस वा जस्ताको डुँडमा राखेर खुवाउनु पर्दछ। त्यसैगरी खोरमा सफा पानीको पनि अटुट व्यवस्था गर्नुपर्दछ। सामान्यतया 1 पाथी पानी भए 100 वटा चल्लालाई 1 दिन पुग्दछ। यस प्रकारको माटोको भिउटमा पानी राख्नाले पानी पोखिने डर कम हुन्छ। ब्रोइलर कुखुराले दाना पानी राम्ररी खान पाओस् भन्ने हेतुले 3-4 हप्ताको उमेरसम्म 24 घण्टा र त्यसपछि करिब
20 घण्टा उज्यालोको व्यवस्था मिलाउनु पर्दछ। फूल पार्ने कुखुराको तुलनामा ब्रोइलर कुखुरालाई कम रोग लाग्दछ, तर कुखुरालाई रोग लागेमा एकैपटक धेरै कुखुरा मर्न सक्ने हुँदा रोग लाग्नै नदिनेतर्फ सोच्नु पर्दछ। रानीखेत, गम्बोरो, मेरेक्स, कक्सिडियोसिस ब्रोइलर कुखुराका प्रमुख रोग हुन्। 1 हप्ताको उमेर भएका चल्लालाई रानीखेत एफ स्ट्रेन खोप र मेरेक्स खोप लगाउनु पर्दछ। 5 हप्ताको उमेरमा एफ स्ट्रेन खोप दोहोर्याउनु बढी व्यावहारिक हुन्छ। कक्सिडियोसिस विरुद्ध खोप नपाइने हुँदा विशेषज्ञको सल्लाह अनुसार क्रोडिनल वा एम्प्रोसल खुवाउनु पर्दछ। 10 देखि 14 र 18 देखि 22 दिनको उमेरमा गम्बोरो रोग विरुद्ध खोप लगाउनु पर्दछ। कुखुरालाई दूषित दाना पानी तथा घाँसको माध्यमबाट बराबर जुका परिरहन्छ। जुका परेको कुखुराको तौल कम हुने हुँदा करिब 1 महिनाको उमेरमा पिप्राजिन वा हेल्मासिड नाम गरेको औषधि खुवाउनु पर्दछ। रोगबाट उत्रेको अवस्थामा र अन्य कष्टदायक अवस्थामा भिटामिन ए, डी, ई युक्त औषधि खुवाउनु पर्दछ। कुखुराका चल्लाहरूले मुन्टो बटार्ने, घुँडा टेक्ने, लङ्गडाउने गर्न थालेमा भिटामिन बी कम्प्लेक्सको कमी भएछ भन्ने ठानेर 5 देखि 7 दिनसम्म भिटामिन बी कम्प्लेक्स खुवाउनु पर्दछ। यसरी व्यवस्थित खोर, राम्रो दाना पानी, स्वस्थ संरक्षण गरी ब्रोइलर कुखुरा पालन गरेमा कुखुरा राम्ररी सप्रन्छन्। राम्ररी सप्रिएका कुखुराको तौल झण्डै 3 केजीसम्म पुग्दछ। ब्रोइलर कुखुरालाई 10 हप्ता भन्दा बढी पालेमा दाना खर्च बढ्न गई नोक्सानी हुन्छ। त्यसैले 8 हप्ताको उमेरपछि अनिवार्य रूपले बिक्री गर्नु पर्दछ। यसरी 100 वटा ब्रोइलर उत्पादन गर्न लाग्ने लगभग खर्च र त्यसबाट हुने आम्दानीमा चल्ला खरिद प्रति गोटा रु 17 का दरले 1700 रुपैयाँ, दाना पानीका भाँडा खरिद 100 रुपैयाँ, बिजुली खर्च 300 रुपैयाँ, सोत्तर वा भुस 3 बोराको 60 रुपैयाँ, औषधि उपचार खर्च 500 रुपैयाँ, दाना खर्च 1 नम्बरको दाना 1800 रुपैयाँ, 2 नम्बर दाना 2300 रुपैयाँ, ज्यामी ज्याला 1 महिनाको रु 1050 का दरले 2100 रुपैयाँ, अन्य फुटकर खर्च 400 रुपैयाँ, खोर निर्माण 3125 रुपैयाँ, क देखि झसम्मको ऋण रु 12385 को 18% ब्याजले 2230 रुपैयाँ, जम्मा खर्च 14615 रुपैयाँ हुन्छ भने आम्दानीतर्फ 90 गोटा कुखुराको प्रति कुखुरा 2 केजी सरदर तौल र प्रति केजी मासुको रु 90 का दरले 16200 रुपैयाँ, सोत्तर मलबाट आम्दानी 200 रुपैयाँ गरी जम्मा 16400 रुपैयाँ हुने अनुमान छ। तर खोर सधैँ बनाइराख्न नपर्ने हुँदा दोस्रो पटकदेखि प्रति कुखुरा करिब 50 रुपैयाँ का दरले फाइदा हुन्छ। सारांशमा ब्रोइलर कुखुरा पालन व्यवसायबाट शहर बजारमा उपयोगमा आउन नसकी खाली रहेका घर टहराहरूको सदुपयोग हुनुको साथै देशको बढ्दो मासुको मागको आपूर्ति हुन गई एकतर्फ आय र दोस्रोतर्फ रोजगारीको अवसर प्राप्त हुन जाने कुरामा दुई मत नहोला।